हो यस्तो मिठो खाना वाउ थकाली खाना कहाँ पाइन्छ भन्दा हाम्रै दमकमा। अब चाहिँ यस्तो थकाली मिठो खाना खानालाई कहीँ जानु पर्दैन। तपाईँहरूले भेज खाना अथवा चिकन खाना अथवा मटन खानको लागि चाहिँ 5 थर थकाली दमकमा जाँदाखेरि पाइहाल्छ। आज चाहिँ म 5 थर थकाली दमक गोर्खा डिपार्टमेन्ट अगाडि गएको छु भने आज चाहिँ मलाई मिठो खाना प्राप्त भएको छ र यो खाना खानको लागि चाहिँ मैले दिउँसोदेखि आज भोकै बसेको थिएँ। त्यही भएर मलाई चाहिँ खाना खान मन लागेर 5 थर थकालीमा गएँ। त्यहाँ जाँदाखेरि चाहिँ कस्तो ठाउँ पनि राम्रो र खाना पनि मिठो क्या, हेर्दै स्वादिष्ट खाना मन लाग्ने खालको एकदम मिठो टेस्टी रहेछ भने म चाहिँ खाना खानलाई तयारी भएँ। खाना आइसकेको छ र फोटो पनि हेर्नुहोस् न कस्तो बवाल आएको छ भने अब चाहिँ म खाना खान सुरु गरिरहेको छु भने यस्तो मिठो खाना खानको लागि चाहिँ म 5 थर थकाली गएको थिएँ भने मलाई सन्तुष्ट मिल्यो र हामी चाहिँ 3-4 जना गएको थियौँ खाना खान भने एकदम स्वादिष्ट वाउ यस्तो मिठो। अनि यस्तै तपाईँहरू पनि यदि खाना चाहनुहुन्छ भने आउनुहोस् 5 थर थकाली। मैले चाहिँ ल्यामै हान्ने भने है, ल्यामै हानिदिएको क्या, 5 थर थकालीमा गएर ल्यामै हानिदिएको बवाल लाग्यो मलाई चाहिँ, थाले रित्तिने गरी हानिदिएको। र तपाईँहरू पनि यस्तै मिठो स्वादिष्ट खाना चाहनुहुन्छ भने चाहिँ जानुहोस् 5 थर थकालीमा खानुहोस्। र यस्तै नयाँ भिडियो हेर्नको लागि चाहिँ लाइक कमेन्ट फलो गर्न नबिर्सिनुहोस्। र म चाहिँ अब 5 थर थकालीबाट लागिसकेँ घरतिर। हस्त धन्यवाद।